पहिलोचोटि अनलाइन सामान मगायौ र हटपट पिरो चौचो खाएको साथीहरू पिरोले धन्नै मरिए। वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। बिहानै उठेर ब्रस गरेर मल लागे थाल धुन, थाल धोएर यता भित्र छिरेको त मम्मीले खाना पकाइबन रहेको रहेछ। सो खाना साना खाइयो अनि खाइसकेपछि म लागे घर सफा गर्न। सुरुमा कुचो लाएँ, त्यसपछि पोचा, अनि यता म मेरो चप्पल टल्काउँदैछु किनभने म जाँदैछु दुलेगौडा बजारमा। अनि कपडा सपडा धोएर पनि सुकाइदिइहालेँ। अनि नुहाउन बसेको साथीहरू फर्स्ट टाइम अनलाइन सामान मगाएको दाइ आइहाल्नु भएछ। अनि यो सामान चाहिँ के हो भन्दा मैले ट्र्याक मगाएको थिएँ मेरो लागि। अनि यो ट्र्याक चाहिँ मैले सुनिता फेन्सी स्टोरबाट मगाएको, पोखराबाट, जुन मैले क्याप्सनमा मैले मेन्सन गरिदिएको छु है यो आइडी। अनि त्यसपछि रेडी भएर म झरिहालेँ दुलेगौडामा। अनि मैले सुरुमा मेरो साथी टिकालाई भेटिहालेँ। अनि भोलि त करुणाको बर्थडे हो नि, मेरो साथीको बर्थडे। अनि गिफ्ट पनि हेरेँ। गिफ्ट हेरिसकेपछि लागे म हेल्पो सोपको नजिकै रहेको डिपार्टमेन्टमा। अनि त्यहाँ चाहिँ मलाई केही मरमसलाहरू लिनुपर्ने थियो, सो लिएँ। अनि घर फर्कने बेला मम्मीलाई औषधि चाहिएको थियो, सो औषधि पनि लिएँ। अनि बस चढेर म आइपुगेँ घरतिर। यता चाहिँ फेरि बिहेको कार्यक्रम स्टार्ट हुँदैछ है त, रमाइलो। अनि यता फेरि मम्मी चाहिँ दालमोट फोडेर खाइहाल्नु भयो कि मम्मीलाई हेरि यो कुरकुरे दालमोट देन्जी मनपर्छ। अनि त्यसपछि म चाहिँ यसो थरी थरीको चाउचाउहरू ल्याएर ट्राई गर्न मन लाग्यो हो साथीहरू। जिन्दगीमा नखाएको जसरी पिरो भएर म फ्याफा र फुफु। अनि भाँडासाँडा माझेर म कपडा बल्ल कपडा फेरेँ अनि आनन्दले बसेँ। ओके साथीहरूलाई आजलाई